टाढामा चाहिँ एभरेस्ट भ्यू होटल चाहिँ म तपाईँलाई कहाँ छ भनेदेखि चाहिँ त्यो पर त्यो सेतो भएर छ नि त्यो चाहिँ एभरेस्ट भ्यू होटल है। कति राम्रो दृश्य देखाउनु भयो हजुरले, धेरै धेरै धन्यवाद। र हजुरलाई नि एकदमै धन्यवाद मेरो भ्युवर्स बनिदिनु भएकोमा। भेट त हजारौँसँग भएको थियो तर मनमा त्यो बस्यो जो भाग्यमा थिएन अरे। हजुर सोलुखुम्बु हजुर हो नि हाम्रो सोलुखुम्बु, नाइस कपाल, थ्याङ्क यू। हेर्नुहोस् त आमा दाबलाम यता ल, हेर्नुहोस् आमा दाबलाम, ओ माई गड कम्ता राम्रो छैन त है आमा दाबलाम त। यस्तो दामी छ आमा दाबलाम। एभरेस्ट चाहिँ पिरामिड स्टाइलको छ होइन, त्यो सबैभन्दा राम्रो चाहिँ तपाईँको आमा दाबलाम छ क्या, भेरी ब्युटिफुल। यसरी देखिरहेको छु मैले आमा दाबलाम। माई नेपाल कन्ट्री रे हजुर हो नि, नेपाल हाम्रो नेपाल हो नि। गुराँस छैन अहिले चाहिँ, गुराँस फुल्ने टाइम होइन, गुराँस चाहिँ अप्रिलतिर फुल्छ। अनि हाम्रो यहाँ पाउने भनेको हामीले रातो पाउँदैन है, यल्लो अलिकति ग्रिन ग्रिन टाइपको, पर्पल पिङ्क वाइट त्यस्तो पाउँछ यहाँ चाहिँ गुराँस। यो चाहिँ लोत्से भयो मैले अहिले देखेर आएको ठाउँ। कति मिटर जति होला, 3200 मिटर हजुर। मेरो ठाउँ चाहिँ 3200 मिटर 3775 मिटर अल्गोमा छ म चाहिँ अहिले। नाइस हजुर नाइस। गुड मर्निङ हजुर, गुड मर्निङ। वाउ रे, थ्याङ्क यू सो मच। हाम्रो देश स्वर्ग नै हो नि, वाउ सो वन्डरफुल प्लेस, थ्याङ्क यू सो मच। माछा परे जस्तै जस्तै रहेछ है आमा दाबलाम रे। हजुर काइन्ड अफ हजुर। यो चाहिँ प्रायः सबैले मान्छेले चाहिँ यो जुन चाहिँ यताको पार्ट हुन्छ नि, यो हाफ पार्ट चाहिँ तपाईँको उता युरोपको एउटा माउन्टेन म्याटरहन भन्ने माउन्टेन जस्तै देख्छ भन्दो रहेछ युरोपियनहरूले चाहिँ है। सगरमाथा हो यो रे हजुर, सगरमाथा चाहिँ त्यो बादल लागिरहेको उयो बिचमा यस्तो क्याप ओढिरहेको बादलको, त्यो चाहिँ सगरमाथा हो। टुप्पैले छोपिरहेछ त्यो चाहिँ सगरमाथा, त्यो बादलले छोपिरहेको। अनि यता साइडको चाहिँ चौथो हाइएस्ट वर्ल्डको। हिजोभन्दा धेरै क्लियर रहेछ, आज धेरै राम्रो देखाउनु भयो हजुर। आज एकदमै क्लियर छ किनकि तपाईँको अब 3-4 दिन भयो नि त पानी परेको, हेभी रेनफल, अनि त्यसपछि चाहिँ हाम्रो प्रायः क्लियरै हुन्छ हजुर। हेर्नुहोस् है माउन्ट एभरेस्ट हो, त्यही माथिको बादलको क्याप लगाइरहेको चाहिँ माउन्ट एभरेस्ट हो। हेर्नुहोस् है सबैले। हजुरकोमा बास बस्ने सुविधा छ कि नै? हजुर मेरोमा त छैन, म चाहिँ एउटा संस्था हो मेरो चाहिँ, त्यही भएर बास बस्ने सुविधा चाहिँ छैन। तर छेउछाउमा होटेल लजेसहरू चाहिँ टन्नै छ। छेउछाउ भन्दा अब नाम्चेमा छ, खुम्जुङमा छ, खुन्देमा छ हजुर। सरी है म अलिकति बिजी नै छु, होस्ट गर्न चाहिँ अलिकति मिल्दैन होला अहिलेलाई।